राजविराज विमानस्थलबाट काठमाडौँका लागि अब रात्रिकालीन उडान सुरु हुने भएको छ। अहिलेसम्म बुद्ध एयरले राजविराज विमानस्थलबाट दैनिक एउटा मात्र उडान भर्दै आएकोमा अब एउटा विमान अझै थप गरी राजविराज विमानस्थलबाट काठमाडौँसम्मका लागि रात्रिकालीन विमान सेवा सञ्चालन गर्ने भएको छ। यसै क्रममा परीक्षण उडानको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गरेका छन्। प्रतीक्षारत रहनुभएका सबै यात्रु महानुभावहरू सबैलाई म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु, जय नेपाल भन्न चाहन्छु र म शुभकामना दिन चाहन्छु सबै यात्रु कुराले सार्थकता पाउँछु त्यो असुविधाका लागि म क्षमा चाहन्छु। र हामी यो राजविराज केही छायामा परेको जिल्ला सदरमुकाम तराईका सदरमुकाम मध्येमा पर्छ कञ्चनपुरदेखि झापामा हिसाब गर्दा एयरपोर्ट पनि त्यस्तै छायामा थियो। तर धेरैजनाको भगीरथ प्रयासपछि यहाँका जनप्रतिनिधिहरूको प्रयास, माननीय पूर्व मन्त्रीहरू जसले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्नुभयो मन्त्रीहरूको योगदान, हाम्रो प्राधिकरणको योगदान, यो सबै कारणले यो सम्भव भएको छ। र आज 10औं एयरपोर्ट 9वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन सेवा सञ्चालन हुँदै थियो, अब यो 10औं एयरपोर्टमा दर्ज भएको छ। र अब राजविराज छायामा पर्ने छैन। यो अहिले जुन देखिएको उज्यालो छ, यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउने छ र यो एयरपोर्टलाई पनि उज्यालो बनाउने छ, चलायमान बनाउने छ। अघि डाक्टर सिके रावतले भन्नुभए जस्तै मानिसहरू बिहान आउनेछन्, यहाँको प्राकृतिक सम्पदालाई र यहाँको सांस्कृतिक सम्पदालाई हेरेर मानिसहरू त्यही दिन काठमाडौँ फर्किन्छु भनेर फर्किन सक्नेछन्। त्यो बाटोमा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल भयो, रात्रि पनि चल्न थाल्यो। अन्तर्राष्ट्रिय उडान हामीले भने जस्तो गर्न सकेका छैनौँ, तर 2 लाख पर्यटक बढेर अहिले वर्षमा 10 लाख पर्यटक पुगेको छ। यो राजविराजमा पनि अथवा कुनै पनि एयरपोर्टमा स्वाभाविक रूपमा सेवा विस्तार भयो भने सेवाग्राहीहरू आउँछन्, सेवाग्राहीहरू गोलबद्ध हुन्छन्। रात्रि पनि प्लेन चल्छ राजविराजबाट भनेर मानिसहरू दिनभरि काम गर्छन्, राति जान तत्पर हुन्छन्, काठमाडौँमा काम गर्छन्, रात्रि यता आउन तयार हुन्छन् अथवा तयारी गर्छन्। त्यसैले यसको भविष्य छ। यसले अरू क्षेत्रलाई पनि, केवल एयरपोर्ट चल्ने छैन, केवल प्लेन चल्ने छैन, यसले बहुआयामिक प्रभाव हो। अर्थतन्त्र लगायत विविध क्षेत्रमा यसका बहुआयामिक प्रभाव रहनेछन् भन्ने कुरा म विश्वास व्यक्त गर्न चाहन्छु। मन्त्री पाण्डेले परीक्षण उडानको उद्घाटन गरेपछि सोही विमानबाट 63 जना यात्री राजविराजदेखि काठमाडौँसम्मका यात्रा गरेका छन् र त्यसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको पनि सहभागिता रहेको छ। राजविराजबाट एउटा मात्र विमान हुँदा यात्रुको चाप बढेको थियो र रात्रिकालीन सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटनको विकास र अर्थतन्त्रमा टेवा पुग्ने मन्त्री पाण्डेको विश्वास छ। रात्रिकालीन परीक्षण उडानको सफलतापछि केही दिनभित्रै रात्रिकालीन नियमित उडानको व्यवस्था मिलाइने मन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन्।